सी प्रोग्राम रन गर्नको लागि हामीलाई आइडी चाहिन्छ। हामीले आइडी डाउनलोड गर्न, कन्फिगर गर्न र पाथ एड गर्नको लागि दुईटा मेथड छ। एउटा भनेको मैले लेखेको डाइरेक्ट डट ब्याच फाइल जसले चाहिँ एकैचोटि डाउनलोड, इन्स्टल र कन्फिगर गरिदिन्छ। अर्को भनेको चाहिँ म्यानुअल मेथड। डाइरेक्ट मेथडले चाहिँ लगभग 13 मिनटको भिडियोलाई एकैचोटि 4 मिनटको प्रोसेस बनाइदिन्छ। त्यसको लागि हामी पहिला सुरु वेब ब्राउजर खोल्छौँ। वेब ब्राउजर खोलिसकेपछि यो युट्युब भिडियोको डिस्क्रिप्सनमा एउटा लिङ्क छ C++ इन्स्टलेसन फोल्डर। त्यो लिङ्क कपी गर्छौँ अनि त्यसपछि वेब ब्राउजरमा पेस्ट गर्छौँ। पेस्ट गरिसकेपछि त्यो आउने फोल्डरको हामी सबै डाउनलोड गर्छौँ। डाउनलोड भइसकेपछि हामी फोल्डर ओपन गर्छौँ। यसलाई चाहिँ एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ। यो कम्प्रेस्ड हुन्छ। यसलाई एक्सट्र्याक्ट गरिदिन्छौँ। एक्सट्र्याक्ट अल, एक्सट्र्याक्ट। त्यसपछि त्यो एक्सट्र्याक्ट भएको फोल्डरभित्र जान्छौँ। त्यसपछि वान सट अनि डाइरेक्ट फाइल। त्यसपछि यसलाई डबल क्लिक गरेपछि रन थिच्ने, त्यसपछि यस थिचेपछि इन्स्टल हुन्छ। अब यो इन्स्टल हुन्छ हामीले केही गर्नु परेन, आफै इन्स्टल हुन्छ, कन्फिगर गर्छ र पाथ एड गरिदिन्छ। हाम्रो काम भनेको लास्टमा एकचोटि टेस्ट फाइल रन गर्ने। इनकेस कतै इरर भएको छ छैन, यदि इरर भइहाल्यो भने यसलाई फेरि रन गर्दा हुन्छ। इन्स्टल भइसकेपछि हामी यसलाई क्लोज गरिदिन्छौँ। एड्रेस बारमा गएर यहीँ गएर कोड पछि स्पेस अनि डट गरेपछि भिजुअल स्टुडियो कोड आउँछ। अब यो हाम्रो एक्सटेन्सनहरू पनि डाउन भइसक्यो। सबै कुरा डाउन भइसक्यो है, केही गर्नु पर्दैन। फाइल रन गर्नको लागि कन्ट्रोल अल्ट एन। त्यसपछि हाम्रो फाइल रन भयो। फाइल रन भएर हामीले हेर्न सक्छौँ कि फाइल हाम्रो आउटपुटमा रन भएको छ, तर आउटपुटमा हामीले केही भ्यालु दिन मिल्दैन है त। कानट एडिट इन रिड ओन्ली एडिटर। त्यसैले हामी यसलाई टर्मिनलमा रन गर्छौँ, किनभने हामीले टेस्ट गर्न गाह्रो पर्छ अब फाइल यदि हामीले भ्यालु दिन सक्दैनौँ भने। अब यसलाई हामीले टर्मिनलमा रन गर्नको लागि कन्ट्रोल कमा त्यसपछि रन इन टर्मिनल, यो बक्सलाई चेक हान्दियो, त्यसपछि क्लोज। फेरि रन गर्दाखेरि टर्मिनलमा रन हुन्छ। भिजुअल स्टुडियो कोड डाउनलोड गर्नको लागि हामी वेब ब्राउजरमा जान्छौँ। वेब ब्राउजरमा गइसकेपछि एड्रेस बारमा भिजुअल स्टुडियो कोड टाइप गरेर सर्च गरिदिन्छौँ। सर्च गरेपछि code.visualstudio.com भन्ने आउँछ। त्यो लिङ्कमा हामी क्लिक गर्छौँ। त्यसपछि हामी होम पेजमा आइपुग्छौँ। होम पेज कि त यसलाई हामीले ल्यान्डिङ पेज नि भन्छौँ। अब त्यहाँ हाम्रो डाउनलोड फर विन्डोज कि त आफ्नो अपरेटिङ सिस्टमको अनुसारले देखाउँछ। यदि देखाएन भने हामी ब्लू बटनमा क्लिक गरेर त्यहाँबाट नि डाउनलोड गर्न मिल्छ आफ्नो अपरेटिङ सिस्टम अनुसार। अब
डाउनलोड भयो भने भइगयो, भएन भने डाइरेक्ट डाउनलोड लिङ्क गरेर फेरि डाउनलोड गर्न मिल्छ। अब VS कोड र अरूमा के फरक छ भनेर सोचिराख्नु भएको छ भने VS कोड भनेको हाम्रो एउटा लाइट टेक्स्ट एडिटर हो। हामीले धेरै यसमा कम्पाइलरहरू डाउनलोड गर्नु परेन, जुन चाहिँ त्यही डाउनलोड गर्दा भयो। अरू आइडी जसमा कम्पाइलर पहिलेदेखि इन्स्टल भएको हुन्छ त्यसमा चाहिँ एप्लिकेसन एकदमै लार्ज हुन्छ। यो भनेको लाइट छ, जुन पनि कोड हामीले एडिट गर्न मिल्यो, यसमा डिबग गर्न मिल्छ र एक्सटेन्सनको हेल्प र अलिकति पाथ मिलायो भने हामीले लगभग सबै कोड रन गर्न मिल्छ। अनि VS कोडको मेम्बर चाहिँ अरू आइडी भन्दा धेरै भएकोले यो चाहिँ हाइली रिकमेन्डेड छ। त्यसपछि VS कोड इन्स्टल भयो। इन्स्टल भएपछि हामी डबल क्लिक गर्छौँ। डबल क्लिक गरेपछि सेटअप बक्स आउँछ, त्यसमा आई एक्सेप्ट द एग्रिमेन्ट गर्छौँ। त्यसपछि नेक्स्ट 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 इन्स्टल क्लिक गरेपछि इन्स्टल हुन्छ। अनि अब VS कोड त भइगयो। टर्बोसी चाहिँ हामीले युज गर्नुहुन्न, किन भन्दाखेरि त्यो 1989देखि अपडेटै भएको छैन। लगभग 40 इयर्स 30-40 इयर्स हाम्रो त्यो पछाडि नै छ। अनि कोड ब्लक भनेको पुरानो भइसक्यो र यसमा पुरानै भर्जन छ। हामीले नयाँ C23 हाल्नुपर्ने हुन्छ र अरू डिपेन्डेन्सी र प्याकेजहरू पनि हामीले एक्सटर्नल हाल्न गाह्रो पर्छ। त्यसैले VS कोडै राम्रो। अनि यसको कम्युनिटी मेम्बर पनि कम छन्। अनि फिनिस क्लिक गर्छौँ। फिनिस क्लिक गरेपछि वेलकम पेजमा आउँछौँ। वेलकम पेजमा आइसकेपछि गेट स्टार्टेड विथ VS कोड पछि चुज योर थिममा क्लिक गर्छु। चुज योर थिममा अब डार्क मोडल, लाइट आई कन्ट्रास्ट, डार्क आई कन्ट्रास्ट जुन आफूलाई मनपर्छ त्यसको अनुसारले गर्दा हुन्छ। मैले चाहिँ लङ टाइमदेखि डार्क मोडल युज गरेर मलाई त्यसमै कम्फर्टेबल लाग्छ, त्यही युज गर्छु। अब हाम्रो यो लेफ्ट साइडमा भएको एउटा टुल बार जस्तो छ, त्यसलाई चाहिँ हामी एक्टिभिटी बार भन्छौँ। यहाँ चाहिँ हाम्रो एक्सप्लोरर, सर्च, सोर्स, डिबग, एक्सटेन्सन, म्यानेज र युजर प्रोफाइल छ। म्याकओएस र लिनक्समा चाहिँ पहिलेदेखि डिफल्टमै हाम्रो GCC इन्स्टल भइसकेको हुन्छ, त्यसले हामीले इन्स्टल गर्नु पर्दैन। तर विन्डोजमा हुँदैन, त्यसले हामीले एक्सटर्नल्ली नै इन्स्टल गर्नुपर्ने हुन्छ। त्यही पनि छ कि छैन हामीले चेक गर्नको लागि कम्पाइलरमा GCC -version टाइप गरिसकेपछि आउँछ। यो यदि छ भने यस्तो आउँछ, छैन भने यस्तो आउँछ। अब छैन भने चाहिँ हामी कम्पाइलर इन्स्टल गर्छौँ। कम्पाइलर इन्स्टल गर्नको लागि हामी नयाँ ट्याब खोल्छौँ। नयाँ ट्याबमा विनलिप्स भनेर लेख्छौँ। विनलिप्स लेखेर सर्च गरेपछि हाम्रो winlips.com आउँछ। त्यहाँ क्लिक गरिसकेपछि हामी तल तल स्क्रोल गर्छौँ। स्क्रोल गरिसकेपछि डाउनलोडको मुनि यरमा क्लिक गर्ने बित्तिकै हाम्रो डाउनलोड हुन्छ। डाउनलोड स्टार्ट हुँदै गर्दा हामीले नोटिस गर्न सक्छौँ कि एउटा कम्प्रेस्ड फाइल हो भनेपछि यसलाई हामीले एक्सट्र्याक्ट गर्नुपर्छ। दुईवटा मेथड छ एक्सट्र्याक्ट गर्ने, एउटा भनेको विन्डोजको प्रिडिफल्ट एक्सट्र्याक्टर अनि अर्को भनेको चाहिँ हामी 7zip युज गर्न सक्छौँ। 7zip चाहिँ एउटा ओपन सोर्स सफ्टवेयर हो जसले चाहिँ एकैछिनमा हाम्रो फाइललाई एक्सट्र्याक्ट गरिदिन्छ। विन्डोजको 3 मिनट लाग्ने काम 7zipले 14 सेकेन्डतिर गरिदिन्छ, तर यो अलिकति पावर बढी खान्छ। यदि तपाईँ सोचिराख्नु भएको छ किन विन्डोजकोले धेरै खान्छ भन्दाखेरि यो हेर्न सक्नुहुन्छ। विन्डोजले फाइल एक्सट्र्याक्ट गरेर राख्दाखेरि एन्टिभाइरस पनि साइड बाई साइड रन गरेर हुन्छ, त्यसले धेरै टाइम लिन्छ। तर 7zipमा त्यो हुँदैन, एकैचोटि उसको काम भनेको एक्सट्र्याक्ट गर्ने मात्र हो, एक्सट्र्याक्ट मात्र गरिदिन्छ। अब हाम्रो कम्पाइलर इन्स्टल भइसक्यो। इन्स्टल भइसकेपछि अब हामी जुन ठाउँमा इन्स्टल भएको छ त्यो ठाउँमा जान्छौँ र यसलाई एक्सट्र्याक्ट गर्छौँ। दुईवटा मेथड छ, एउटा भनेको विन्डोजको प्रिडिफल्ट एक्सट्र्याक्टर जसमा चाहिँ हामीले एक्सट्र्याक्ट यसरी गर्छौँ र अर्को भनेको चाहिँ 7zipको। त्यसको लागि चाहिँ हामी सो मोर अप्सन 7zip र एक्सट्र्याक्ट हियर गर्छौँ। त्यति गरेपछि हाम्रो फाइल एक्सट्र्याक्ट हुन्छ। हाम्रो एक्सट्र्याक्ट गरेको फोल्डर कि त minzw64 हुन्छ कि त विनलिप्स हुन्छ। विनलिप्स हो भने चाहिँ त्यसको भित्र minzw64 हुन्छ, त्यसलाई मुभ गरेर बाहिर निकाल्छौँ। अब
यसबाट पनि दुईवटा मेथड छ। एउटा भनेको इजी मेथड, मैले एउटा ब्याच स्क्रिप्ट लेखेको छु। त्यसलाई चाहिँ हामी गुगल लिङ्कमा गएर ब्याच स्क्रिप्ट code.bat डाउनलोड गर्छौँ। यो चाहिँ मैले लेखेको ब्याच स्क्रिप्ट हो, जसले चाहिँ हाम्रो फाइल लोकल डिस्कमा मुभ गर्ने काम गर्छ र पाथ एड गरिदिन्छ। डाउनलोड भइसकेपछि हामीले डबल क्लिक गरेर ओके रन, अनि त्यसपछि एडमिनिस्ट्रेटिभ प्रिभिलेज माग्छ, त्यो हामी दिन्छौँ। अनि मुभ भइसकेपछि हामी राम्रोसित भयो कि भएन भनेर एड्रेस बारमा गएर सिएमडी टाइप गरेपछि कमान्ड प्रम्प्ट ओपन हुन्छ। त्यसपछि जिसिसी भर्जन लेखेपछि भर्जन देखायो भनेपछि हाम्रो फाइन छ। G++ पनि चेक गर्न सकिन्छ। हाम्रो अर्को मेथड चाहिँ म्यानुअल मेथड हो। यसमा चाहिँ हामी कसरी फाइललाई फिजिकल्ली मुभ गर्ने र इन्भाइरोमेन्ट भेरिएबलमा एड गर्ने भनेर सिक्छौँ। अब हामी mingw64 फाइललाई कट अर मुभ गरेपछि त्यसलाई लोकल डिस्कमा जुनमा चाहिँ विन्डोजको लोगो भएको डिस्कमा चाहिँ हामी पेस्ट गरिदिन्छौँ प्रोग्राम फाइलहरूसँग। त्यसपछि mingw64 को बिनमा हामी जिसिसी छ कि छैन भनेर चेक गर्छौँ। सिएमडी गरेपछि जिसिसी भर्जन, हामीले यसमा चाहिँ पाथ एड गर्नुपर्ने, किनभने हाम्रो यहीँ छ। यो चाहिँ हामीले सिस्टममा पुरै युजरभरि चलाउनको लागि बनाउन मिल्ने मात्र पाथको काम, यहाँ छ है भनेर भन्ने काम। अब हामी बिनको लोकेसन कपी गर्छौँ। अब जिसिसी भर्जन लेखेर त्यसको बाहिर चेक गर्छौँ एड छ कि छैन भनेर। अब हेर्न सक्नुहुन्छ छैन। त्यसपछि हामी इन्भाइरोमेन्टमा गएर इन्भाइरोमेन्ट भेरिएबल, त्यसपछि पाथमा एडिट, त्यसपछि न्यू क्लिक गरिसकेपछि हामी पेस्ट गरिदिन्छौँ अघिको फाइलको पाथ। ओके अनि फेरि ओके थिचेपछि फेरि हामी सिएमडी ओपन गर्छौँ। पुरानो सिएमडी छ भने त्यसमा हुँदैन, किनभने त्यसमा चाहिँ पाथहरू अपडेट भएको छैन। सिएमडी त्यसपछि जिसिसी भर्जन चेक गर्छौँ। अब हाम्रो एक्सटेन्सन इन्स्टल गर्न हामी VS कोड ओपन गर्छौँ। VS कोड ओपन गरेपछि हामी लेफ्ट साइडको एक्टिभिटी बारमा गएर 5th आइकन एक्सटेन्सन कि Ctrl+Shift+X थिचेर एक्सटेन्सन ओपन गर्न सक्छौँ। एक्सटेन्सन ओपन गरिसकेपछि सर्च बारमा C++ टाइप गर्छौँ। C++ टाइप गरेपछि C++ एक्सटेन्सन प्याक आउँछ। C++ एक्सटेन्सन प्याक हामी इन्स्टल गर्छौँ। अनि कोड रनर टाइप गर्छौँ। कोड रनरमा रन C++ कोड इन्स्टल गर्छौँ। त्यो चाहिँ जुन हानको हो। त्यसपछि प्रिटियर, यो चाहिँ कोड फर्मेट गर्नको लागि। अनि लास्टमा चाहिँ हामी मार्कडाउन प्रिभ्यू यी व्याङको, किनभने मैले नि यही फर्मेटमा लेखेको छु, त्यसैले यो युज गर्दा चाहिँ नोट पढ्न सजिलो हुन्छ। अब हाम्रो सबै फाइल चेक गरौँ इन्स्टल भएको छैन। C++ एक्सटेन्सन प्याक भयो, सबै भइसक्यो। कोड रनर भयो, प्रिटियर अनि मार्कडाउन प्रिभ्यू। अब हामी एउटा टेस्ट फाइल राइट गर्छौँ। टेस्ट फाइललाई मैले file.c
को नाममा सेभ गरेको छु। त्यो अघिनिको ड्राइभको फ़ोल्डरबाट हामीले यो कोडलाई कपी पेस्ट गर्दा हुन्छ। यो सबै टाइप गरेर राख्नु परेन। यो चाहिँ फाइल सबै मिलेको सक्छ छैन, के एक्सटेन्सन, कम्पाइलर कतै एरर सक्छ छैन भनेर राखेको हो। अब हामीले फाइल सेभ गर्छौँ। टेस्ट फाइलमा त सेभ गरेपछि हामी अटोमेटिकली .cpp मा हुन्छ। तर त्यो रन गर्दाखेरि एरर देखाउँछ। किन भन्दाखेरि हामी सी को लागि गर्दैछौँ र यो कोड पनि एक्सक्लुसिभली सी को लागि मात्र हुन्छ। हामीले यही कोडलाई टेस्ट फाइल .c मा सेभ एज गरिदियो भने यो विदाउट एरर रन गर्छ। अब हाम्रो आउटपुट चाहिँ कोड चाहिँ आउटपुटमा रन भयो। यो चाहिँ नराम्रो हो, किन भन्दाखेरि हामीले यसमा इनपुट दिन मिल्दैन। युजरको इनपुट लिन नमिलेपछि त्यो कामै भएन, लगभग हाफ वर्क गर्दै गरेन त्यो कोडले। त्यसैले हामी सेटिङ ओपन गर्छौँ, कन्ट्रोल कम माथि थिचेर, अनि रन इन टर्मिनल। रन इन टर्मिनलमा हामी चेक मार्क लगाइदिन्छौँ। त्यो भइसकेपछि फेरि रन गर्दाखेरि हाम्रो कोड रन हुन्छ।寒い世界に立ち向かって